सम्पूर्णमा नमस्ते। आज हामी प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले लिएको स्थानीय इन्जिनियरिङ सेवा अन्तर्गत सिभिल समूह चौथो तह असिस्टेन्ट सब इन्जिनियर पदको इक्जामको सोल्युसन गर्न गइरहेका छौँ। यसको इक्जाम परीक्षा मिति 2082 12 महिना 13 गते भएको थियो र यसमा जम्मा 50वटा क्वेसन रहेका छन्। क्वेसन नम्बर 1मा चाहिँ के छ भन्दा द मेन पर्पोज अफ अ सोक पिट इज भनेको छ। सोक पिटको मेन पर्पोज के हो त स्टोर ड्रिङ्किङ वाटर, distribute water supply, dispose treated wastewater into soil, increase in water pressure भनेको छ। यसको अप्सन के भयो त बेस्ट अप्सन डिस्पोज ट्रिटेड वेस्ट वाटर है। सोकपिटको काम भने के हो त वेस्ट वाटरलाई चाहिँ डिस्पोज गर्ने हो। क्वेसन नम्बर 2मा चाहिँ वाटर सिमेन्ट रेसियो इज युजली एक्सप्रेस्ड इन भनेको छ लिटर्स अफ वाटर रिक्वायर्ड पर ब्याग अफ सिमेन्ट, लिटर अफ वाटर रिक्वायर्ड पर केजी अफ सिमेन्ट, बोथ ए एन्ड बी, डी नन अफ एबभ भनेको छ। अप्सन सी के भयो त बोथ ए एन्ड बी करेक्ट अप्सन भयो। द टाइप अफ फुटिङ विच इज युज टु ट्रान्समिट हेभी लोड अन्डर स्टिल कोलम इज भनेको छ। त्यो भनेको चाहिँ ग्रिलेज फाउन्डेसन है त। हेभी लोड चाहिँ ऱ्याप फाउन्डेसन, ग्रिलेज फाउन्डेसन, वेल फाउन्डेसन, डी आइसोलेटेड फुटिङ छ। अप्सन बी कुन भयो करेक्ट ग्रिलेज फाउन्डेसन। क्वेसन नम्बर 4मा वान अफ द प्राइमरी अब्जेक्टिभ अफ कन्स्ट्रक्सन टेक्नोलोजी इज टु भनेको छ। कन्स्ट्रक्सन टेक्नोलोजीको प्राइमरी अब्जेक्टिभ के हो त रिड्युस आर्किटेक्चरल डिजाइन वर्क, इन्स्योर प्रोपर मेथड इफिसियन्सी एन्ड सेफ्टी इन कन्स्ट्रक्सन, रिप्लेस म्यानुअल लेबर विथ मसिन ओन्ली, इन्क्रिज कस्ट अफ कन्स्ट्रक्सन भनेको छ। यसको अप्सन बी करेक्ट आन्सर भयो। इन प्रोपर मेथड इफिसियन्सी र सेफ्टी चाहिँ मेन अब्जेक्टिभ हो कन्स्ट्रक्सन टेक्नोलोजीको है त। क्वेसन नम्बर 5मा साउन्डनेस टेस्ट अफ अ सिमेन्ट रिफर टु अ टेस्ट अफ साउन्डनेस टेस्टले के गर्छ भन्दाखेरि भोल्युम चेन्जकै पत्ता लगाउँछ। स्ट्रेन्थ, पर्मेबिलिटी, कन्सिस्टेन्सी, अप्सन डी भोल्युम चेन्ज भयो। कुन अपार्टसले टेस्ट गर्छ भन्दा सोध्यो भने यसको चाहिँ के भन्दा साउन्डनेस चाहिँ लिच एटिलियर अपार्टस है त। क्वेसन नम्बर 6मा द मेन अब्जेक्टिभ अफ सेटिङ आउट अफ स्ट्रक्चर इज टु भनेको छ। सेटिङ आउट भनेको के हो त खासमा ग्राउन्डमा हामीले मार्किङ गर्ने हो। प्रिपेयर कस्ट एस्टिमेट, मार्क द एक्ज्याक्ट पोजिसन अफ द स्ट्रक्चर अन ग्राउन्ड, मेजर म्याग्नेटिक बेरिङ, ड्र कन्टुर म्याप भनेको छ। अप्सन बी के भयो त मार्क एक्ज्याक्ट पोजिसन अफ द ग्राउन्ड, एक्ज्याक्ट पोजिसन अफ स्ट्रक्चर अन ग्राउन्ड। क्वेसन नम्बर 7 वाट इज द प्राइमरी पर्पोज अफ कन्टुर लाइन वेन सर्भेइङ द स्लोप एराउन्ड मार्दी ट्रेक भनेको छ। कन्टुर लाइनको प्राइमरी पर्पोज भनेको के हो त कन्टुर लाइन भनेको के हो त इमेजिनरी लाइन जोइनिङ द पोइन्ट अफ द इक्वल एलिभेसन हो भने चाहिँ कन्टुर लाइनको मेन भनेको के हो एलिभेसन, मार्किङ ल्यान्ड ओनरसिप, सोइङ एलिभेसन एन्ड स्लोप, आइडेन्टिफाइङ भेजिटेसन, मार्किङ वाटर बााउन्ड्री भनेको चाहिँ अप्सन कुन भयो त त्यसो भए बेस्ट अप्सन भनेको करेक्ट अप्सन सोइङ एलिभेसन। स्क्याफोल्डिङ इज मेजर इन भनेको चाहिँ स्क्याफोल्डिङ चाहिँ स्क्वायर मिटरमा हुन्छ। एमा मिटर, मिटर स्क्वायर, मिटर क्युब, अल अफ द एबभ भनेको चाहिँ अप्सन कुन भयो त मिटर स्क्वायर है। अल अफ द एबभ भएर अल अफ एबभ चाहिँ टिक लाउनु भएन, क्वेसन राम्रोसँग पढ्नु पर्यो स्क्याफोल्डिङ भने चाहिँ। अनि क्वेसन नम्बर 9मा विच अफ द फलोइङ इज मोस्ट एक्युरेट एस्टिमेट भनेको चाहिँ मोस्ट एक्युरेट एस्टिमेट चाहिँ कुन हो त हाम्रो डिटेल एस्टिमेट हो। डिटेल भने चाहिँ आइटम रेट एस्टिमेट हो। यसको बेस्ट अप्सन चाहिँ आइटम रेट भयो। यदि यहाँ चाहिँ इनएक्युरेट सोध्या अथवा लिस्ट एक्युरेट सोध्या भए चाहिँ के हुन्थ्यो भन्दाखेरि प्लिन्थ एरिया एस्टिमेट हुन्थ्यो है। क्वेसन नम्बर 10मा के छ भन्दाखेरि वर्किङ ड्रइङ भनेको चाहिँ वर्किङ ड्रइङले हामीलाई चाहिँ कम्प्लिट इन्फर्मेसन प्रोभाइड गर्छ। मस्ट प्रोभाइड कम्प्लिट इन्फर्मेसन टु प्रोड्युस द अब्जेक्ट, निड नट प्रोभाइड कम्प्लिट इन्फर्मेसन, अनि सुड बी सप्लिमेन्ट बाई फर्दर डिटेल, सुड बी सप्लिमेन्टेड बाई स्पेसिफिक भनेको छ। यसको अप्सन करेक्ट कुन भयो त अप्सन ए। विच पेन्सिल इज युज फर थिकर लाइन, थिकर लाइनलाई हामीले नर्मल्ली बी पेन्सिल युज गरिरहेको छौँ, तर यहाँ अप्सन हेर्दाखेरि 4B छ भने अप्सन डी के भन्यो 4B करेक्ट हुने भयो। विच अफ द फलोइङ रिप्रेजेन्ट द टप भ्यू अफ एन अब्जेक्ट इन बिल्डिङ ड्रइङ भनेको छ। टप भ्यू चाहिँ के हो भन्दाखेरि टप भ्यूले चाहिँ प्लान है। अप्सन सी प्लान। विच अफ द फलोइङ प्रोभिजन सेल नट बी इन्क्लुडेड विथ इन इस्टिमेट फर वर्क डन वर्क थ्रो युजर कमिटी भनेको छ। उपभोक्ता समितिबाट चाहिँ हामीले गर्नु पर्यो भने कुन कुरा चाहिँ इन्क्लुडेड गरिन्न भने चाहिँ यो प्रोभिजनल सम, मटेरियल कस्ट, लेबर कस्ट, अप्सन डी ओभरहेड कस्ट चाहिँ हुँदैन है। अनि क्वेसन नम्बर 14मा चाहिँ द मोइस्चर द्याट इज हेल्ड इन पोर अफ अ सोइल ड्यु टु सर्फेस टेन्सन इज नोन एज भनेको छ। हेल्ड इन पोर चाहिँ भयो कुन हो त भन्दाखेरि त्यो भने क्यापिलरी वाटर है, अप्सन ए है। अनि क्वेसन नम्बर 15मा द सिमेन्ट युज फर गेनिङ क्विक स्ट्रेन्थ इज कल्ड भनेको छ।
क्विक स्ट्रेन्थ छिटो गर्नलाई चाहिँ हामीले कुन सिमेन्ट युज गर्ने भन्दाखेरि ऱ्यापिड हार्डनिङ सिमेन्ट हो। लो हिट सिमेन्ट, क्विक सेटिङ सिमेन्ट, ऱ्यापिड हार्डनिङ सिमेन्ट, पोर्टल्यान्ड स्ल्याग सिमेन्ट भन्छ। अप्सन सी इज द बेस्ट आन्सर, ऱ्यापिड हार्डनिङ। अनि क्वेसन नम्बर 16 मा चाहिँ पूर्वीय दर्शनको सबैभन्दा पुरानो ग्रन्थ वेदको अर्थ के हो भनेको छ? चेतना, आत्मा, मन, ज्ञान है। अप्सन के भयो त? डी ज्ञान हो मेन अर्थ। अनि क्वेसन नम्बर 17 मा देखाएका हिमशिखर मध्ये कुन हिमशिखर गण्डकी प्रदेशमा पर्दैन भनेको छ? मनासलो, अन्नपूर्ण, धौलागिरी, अपी। अनि जो मनासलो, अन्नपूर्ण, धौलागिरी चाहिँ गण्डकीमा पर्छ भने अपी सुदूरपश्चिमको दार्चुलामा पर्छ है। अनि क्वेसन नम्बर 18 मा चाहिँ नेपालको चालु 16औं योजनाको प्रति व्यक्ति आयको लक्ष्य कति हो त? प्रति व्यक्ति लक्ष्य आएको भनेको $2351 है। अप्सन सी कुन भयो त? $2351। जैविक क्वेसन नम्बर 19 जैविक विविधता प्रणालीमा तलका मध्ये कुन पर्दैन भनेको छ? प्रणालीगत विविधता, प्रजातिगत विविधता, वंशानुगत विविधता, प्रविधि विविधता। प्रणाली, प्रजाति, वंशानुगत भनेपछि यो हाम्रो अप्सन डी प्रविधि विविधता परेन। वास्प इन्जिनको आविष्कार कसले गरेका हुन् भनेको छ? वास्प इन्जिन भनेको चाहिँ हाम्रो स्टिम इन्जिन हो। स्टिम इन्जिन चाहिँ हाम्रो कसले बनाएको भन्दाखेरि जेम्स वाटले। विश्व खाद्य सुरक्षा सूचाङ्क सन् 2022 अनुसार विश्वका 130 देशहरूमध्ये नेपालको स्थान कति हो भनेको छ? नेपालको स्थान कति हो भन्दाखेरि 74 है। अप्सन सी 74। नेपालको संविधान अनुसार सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा नपर्ने विषय कुन हो भनेको छ? नपर्ने विषय खानी र खनिज, सहकारी, सुकुम्बासी व्यवस्थापन, नापतौल है। यो सङ्घ प्रदेश र स्थानीय तहमा नपर्ने भनेको चाहिँ खानी र खनिज हो है यो। अनि अप्सन ए खानी र खनिज। क्वेसन नम्बर 23 मा चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालको कार्यकारिणी अधिकार नेपालको संविधान र कानुन बमोजिम कहाँ निहित रहेको छ भने त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालको कार्यकारिणी अधिकार। यो चाहिँ के हो त? काउन्सिल अफ मिनिस्टर, मन्त्री परिषदमा हुन्छ। अप्सन डी हो यसको आन्सर है। कार्यकारिणी अधिकार चाहिँ मन्त्री परिषदमा। अनि क्वेसन नम्बर 24 है। अब यहाँ चाहिँ के अरे पेपरमा चाहिँ देखे होइन। क्वेसन नम्बर 24 हो यो। अन्तर्राष्ट्रिय न्यायालय आइसिजीको मुख्यालय कहाँ छ? यो भनेको नेदरल्यान्डको हेगमा हो। अप्सन सी। क्वेसन नम्बर 25 मा चाहिँ नेपालको प्रचलित कानुन बमोजिम अपाङ्गता परिचय पत्र कुन तहको सरकारबाट वितरण गरिन्छ भनेको छ? अपाङ्गता परिचय पत्र स्थानीय तह हो। अप्सन सी है। क्वेसन नम्बर 26 मा कार्यालयमा पत्र दर्ताबारे कुन भनाइ ठिक छ भनेको छ? दर्ताबारे भनेर कार्यालयमा प्राप्त भएको पत्रलाई संरक्षण गर्दछ, ठिक हो। कार्यालयमा कहाँबाट के कति प्राप्त भयो भन्ने जानकारी हुन्छ, ठिक छ। कार्यालयबाट पठाएको पत्रको अभिलेख हुन्छ। कार्यालयबाट पठाएको पत्रको अभिलेख राख्नलाई चाहिँ के भन्छ? चलानी भन्छ। दर्ता भनेदैन, यो रङ हो होइन। प्राप्त पत्रको जिम्मेवारी तोक्न सजिलो हुन्छ भने चाहिँ अप्सन सी चाहिँ गलत छ भनेर है। क्वेसन नम्बर 27 मा क्वेसन नम्बर 27 मा के छ भने विपन्न खसारी भनेको 10%, थारू भनेको 5% हो। थारू 4%, अपाङ्गता 5%, अनि मधेसी 3% है। ए को आई अनि बी को आई, सी को आइबी र डी को आई भन्ने चाहिँ कुनमा छ? अप्सन सी करेक्ट भयो। क्वेसन 20 मा गण्डकी प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन 2079 बमोजिम स्थानीय सेवातर्फ सहायक चौथो तहका पदको पदपूर्ति गर्दा खुल्ला प्रतियोगिता मार्फत कति प्रतिशत पदपूर्ति गरिन्छ भनेको छ? यो भने अप्सन सी भयो, 90% हुन्छ। क्वेसन 29 मा चाहिँ सार्वजनिक खरिदका विधिहरू तलका मध्ये कुन होइन भनेको छ? अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आइसिबी हो, राष्ट्रिय स्तरको बोलपत्र एनसिबी पनि हो, उपभोक्ता समिति पनि हुन्छ, अनि प्रदेश स्तरको बोलपत्र होइन। क्वेसन नम्बर अप्सन सी। क्वेसन नम्बर 30 मा 2 करोड रुपैयाँ भन्दा बढी राजस्व चुहावट गर्ने राष्ट्र सेवकलाई तलको कुन सजाय हुन्छ? 4 देखि 6 वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना, 6 देखि 8 वर्ष कैद र बिगो बमोजिम जरिवाना, 10 देखि 12 वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना, 12 देखि 14 वर्ष कैद र बिगो बमोजिम जरिवाना हुन्छ। अप्सन डी हुन्छ यो।
मध्यमकालीन संरचना खर्च संरचना एमटिएफको मुख्य उद्देश्य के हो भने चाहिँ तत्काल खर्च बढाउनु, दीर्घकालीन वित्तीय अनुशासन अनुशासन कायम गर्नु, करको दायरा बढाउनु, बजेटको बजेट पेश गर्नु, अगाडि गोपनीयता कायम गर्नु। मुख्य उद्देश्य भने चाहिँ अनुशासन कायम गर्नु है। अप्सन बी। 32 मा के छ भन्दा क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका 2069 अनुसार सेवाग्राहीलाई उच्चतम कतिसम्म क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको छ? यो भनेको चाहिँ अप्सन बी 5,000 है। अनि क्वेसन 33 मा स्थानीय तहले वित्तीय हस्तान्तरण अन्तर्गत सङ्घ र प्रदेशहरूबाट कति प्रकारका अनुदान पाउँछन् भनेको छ? अनुदान चाहिँ चार चार प्रकारका हुन्छ है। अप्सन सी हो। अब 4 प्रकारका अनुदानमा के पर्छ भन्दाखेरि समानीकरण भयो, सशर्त भयो, अनि विशेष र एउटा चाहिँ अर्को के हो त समपूरक है। सङ्घ र प्रदेशबाट 4 प्रकारका अनुदान पाउँछन्। क्वेसन नम्बर 34 मा चाहिँ कार्यालयहरूले आन्तरिक लेखा परीक्षण कति समयमा गराउनु पर्ने व्यवस्था छ भने चाहिँ प्रत्येक 4 महिना, प्रत्येक 3 महिना, प्रत्येक 6 महिना, प्रत्येक वर्ष भने चाहिँ यो चाहिँ के हो त प्रत्येक 3 महिनामा गराउनुपर्छ है। अप्सन बी भयो यो चौमासिक हुन्छ। अनि क्वेसन 35 मा स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार एक जिल्लाको गाउँपालिकालाई अर्को जिल्लामा पर्ने गरी सङ्ख्या र सिमाना हेरफेर कसले गर्न सक्छ भने यो नेपाल सरकारले मात्र गर्न सक्छ। यसरी हेरफेर गर्ने कानुन व्यवस्था छैन। नेपाल सरकार गर्छ, प्रदेश सरकारले गर्न सक्छ, प्रदेश सभाले गर्न सक्छ भने अप्सन बी नेपाल सरकारले गर्न सक्छ। क्वेसन नम्बर 36 मा के छ भने इन प्रेसर सप्लाई एयर वाटर ह्यामर प्रेसर इज रिड्युस बाई प्रोभाइडिङ भनेको छ स्लुइस भल्भ, एयर भल्भ, प्रेसर रिलिफ भल्भ, रिफ्लक्स भल्भ है। प्रेसर रिलिभ गर्नलाई चाहिँ प्रेसर रिलिफ भल्भ नै हो। अप्सन सी। क्वेसन 37 विच अफ द फलोइङ क्यान बी डेजिग्नेटेड एज एन इन्टेक स्ट्रक्चर भनेको चाहिँ इन्टेक स्ट्रक्चरको लागि चाहिँ कल्भर्ट, रिभर, ड्याम, रिजर्भायर, यो अप्सन सी करेक्ट ड्याम हो। अनि पर क्यापिटा वाटर डिमान्ड इज क्यालकुलेटेड इन लिटर भनेको छ पर पर्सन पर डे हुन्छ। यो एक दिनको एउटा पर्सन बराबर एक दिनमा कति चाहिन्छ भनेर त्यो भने पर क्यापिटा हो। अब पर पर्सन पर मन्थ, पर पर्सन पर डे, पर पर्सन पर विक, पर पर्सन पर इयर भन्छ। अप्सन के भयो त बी पर पर्सन पर डे भयो। क्वेसन नम्बर 39 भन्छ फेरो सिमेन्ट ट्याङ्क इज मेनली युज फर फेरो सिमेन्ट ट्याङ्क के को लागि हो त वेस्ट वाटर डिस्पोजल होइन, अन्डरग्राउन्ड स्टोरेज अफ वाटर पनि होइन, कोरोजन रेजिस्टेन्ट वाटर स्टोरेज, इरिगेसन क्यानल, यो अप्सन सी हो कोरोजन रेजिस्टेन्ट वाटर स्टोरेज। अनि क्वेसन नम्बर 40 मा विच टाइप अफ क्यानल इज मोस्टली युजफुल इन हिली एरिया भनेको छ हिल्ली एरियामा साइड स्लोप क्यानल, कन्टुर क्यानल, वाटर सिट क्यानल, फिल क्यानल। हिल्ली एरियामा चाहिँ कन्टुर क्यानल है। अप्सन बी कन्टुर क्यानल। 41 मा द स्ट्रक्चर कन्स्ट्रक्टेड एक्रस अ रिभर टु डाइभर्ट वाटर इन्टु अ क्यानल इज कल्ड भनेर रिभरमा डाइभर्ट गर्नु लागि बनाएको चाहिँ के हो त वेयर अथवा वेड भन्छ है। अप्सन बी वेयर हो यो वेयर हेडवर्क। अनि क्वेसन नम्बर 42 मा द वेटेड पेरिमिटर पी अफ अ स्टेबल च्यानल प्रोपोर्सनल टु भनेको छ पी भनेको के हुन्छ त खासमा हाम्रो पी भनेको पी इक्वल टु के हुन्छ त 4.75 अन्डर रुट के हुन्छ 4.75 4.75 अन्डर रुट के हुन्छ होइन। अनि यो क्यु हुन्छ क्यु हुने चाहिँ के भयो त अन्डर रुट 2 मा भयो है। पी डाइरेक्टली प्रोपोर्सनल के भयो त क्युको पावर 1/2 भयो भने चाहिँ अप्सन कुन भयो त अप्सन बी है। क्वेसन नम्बर 43 मा द भर्टिकल एलाइनमेन्ट अफ हाइवे इन्क्लुड भनेको छ भर्टिकल एलाइनमेन्ट साइड डिस्टेन्स एन्ड ट्राफिक इन्टरसेक्सन वाइडनिङ अफ पेमेन्ट डिजाइन अफ भ्याली कर्भ एन्ड ग्रेडियन्ट हाइवे लाइटिङ। भर्टिकल एलाइनमेन्ट भने चाहिँ के हो त भ्याली कर्भ है। 43 को सी भयो। 44 को रुटिन मेन्टेनेन्स अफ अ हाइवे इन्क्लुड भनेको छ रुटिन मेन्टेनेन्स के हो भन्दाखेरि फिलिङ अफ पोर्ट एन्ड प्याचेज, मेन्टेनेन्स अफ सोल्जर, अपकिप अफ रोड साइड ड्रेन क्लियरिङ चोक कल्भर्ट, अनि अल अफ द एबभ यसको त अल अफ द एबभ भयो। क्वेसन नम्बर 45 मा वाट इज द मेन रिजन फर द सोइलिङ अफ द रोड पेमेन्ट सर्भिस भनेको छ सोइलिङको मेन रिजन भनेको के हो त फ्रस्ट है। 45 को ए भइहाल्यो। अनि द 46 को द नेचुरल सोइल प्रिपेयर टु रिसिभ पेमेन्ट लेयर भनेको कसले रिसिभ गर्छ नेचुरल सोइल भने कुन हो त अप्सन सी सबग्रेड हुन्छ है। सबग्रेडमा सबै लेयरहरू चाहिँ आउँछ त्यो सबग्रेड सब बेस बेस र वेरिङ कोर्स गरेर नेचुरल सोइल भनेको चाहिँ सबग्रेड भयो है। 46 को कुन भयो त 46 को सी। अनि 47 द एरिया फ्रम विच रेनफल फ्लो इन्टु अ ड्रेनेज लाइन आउटफुल अर रिजर्भायर इज नोन भने रेनफल फ्लो कहाँ हुन्छ त
यो क्याचमेन्ट बेसिन है, अप्सन बी भयो। अनि क्वेसन नम्बर 48 मा आर्टिसियन एक्विफर इज द वान वेयर भनेको छ। आर्टिसियन एक्विफरको अर्को नाम चाहिँ के हो त? कन्फाइन एक्विफर हो। कन्फाइन एक्विफर भनेको दुईटा इम्परभियस स्ट्रेटा बिचको भनिन्छ त्यो के अरे पोर्सनलाई। जस्तो वाटर इज अन्डर प्रेसर बिट्विन टु इम्परभियस स्ट्रेटा भयो है, दुईटा इम्परभियस स्ट्रेटाको बिचकोलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि चाहिँ आर्टिसियन एक्विफर भन्छौँ, जहाँबाट पानी आउँछ। 48 को बी भयो, 48 को बी भयो है, 48 को बी। 49 को बिओडी अफ अ ट्रिटेड वाटर सुड बी भनेको छ। बिओडी चाहिँ कति हुनु पर्यो त? नील हुनु पर्यो। अनि क्वेसन नम्बर 50 मा के भनेको छ भन्दाखेरि लाइटिङ arrestor are used in power system to protect electrical equipment against direct stroke of lighting, over voltage due to indirect lighting stroke, power frequency over voltage, over current due to lighting चाहिँ के को लागि हो त? यो अगेन्स्ट भनेको ओभर भोल्टेज लाइन है, अप्सन बी करेक्ट हुन्छ। यसरी हाम्रो 50 वटा क्वेसन यहीँ सकिन्छ। हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। हस्, आजलाई यो भिडियो यति नै। हस् त, थ्याङ्क यू।